पछाडि इजी क्वेसन त युँ गरिन्छ हैन त। ल उमेरमा माइनस आयो नि त, माइनस 27 वर्षको मान्छे देख्नु भएको छ त? छैन नि। माइनस हटाउने भनेको मतलब यो माइनस चाहिँ हटाउने, यताको हटाइदेला र फेरि समस्या। नमस्कार सबैजनामा। ल आजको भिडियोमा हामी के गर्दैछौँ भन्दाखेरि यो प्रब्लम्स रिलेटेड टु क्वाड्रेटिक इक्वेसन भनेको वर्ग समीकरणसँग सम्बन्धित केही समस्याहरू हामी हेर्न गइरहेका छौँ है त। सो योभन्दा अघिल्लो भिडियोमा हामीले हालिसकेका छौँ वर्ग समीकरण क्वाड्रेटिक इक्वेसनसँग कस्तो कस्तो कुराहरू हामीले बुझ्नुपर्ने, कसरी कसरी सल्भ गर्ने त्यो हामीले हालिसकेका छौँ। आज हामी योबाट कस्तो कस्तो क्वेसन चाहिँ एससीमा सोध्छ, कस्तो कस्तो सोधेको छ, कस्तो कस्तो सोध्न सक्छ, आज हामी त्यो गर्न गइरहेका छौँ है त। सो क्वेसन कस्तो कस्तो सोध्छ भन्दाखेरि अब पहिलो क्वेसन भनेको हाम्रो एज रिलेटेड। ल एज रिलेटेड भनेको मतलब के त, उमेरसँग सम्बन्धित। उमेर भनेपछि के त, बाउ छोरा भन्न सक्छ, आमा छोरी भन्न सक्ने भयो, दाजुभाइ भन्न सक्ने भयो। यसरी फर्मेटमा सोध्छ। अब के सोध्छ भन्दाखेरि नि जस्ट दाजुभाइको उमेर दिन सक्ने भयो। अब यति वर्ष पछाडि कति हुन्छ एज, या योभन्दा अगाडि 2 वर्ष अगाडि कति थियो एज, यो त सजिलो क्वेसन भइहाल्यो। जस्तै मानौ अब के भन्छ भन्दाखेरि एउटा बुवाको उमेर एक्स छ र उसको छोराको उमेर के छ मानौ वाई छ। एक्स भने के रे, बुवाको, नेपालीमा भयो केही छैन, यसलाई के भन्छ हामी फादर भन्छौँ हैन त। वाई भनेको हाम्रो के भयो सन, सन भने के छोरा। ल यसरी दुईजनाको उमेर दिन्छ। अब अहिलेको उमेर एक्स र वाई छ भने अब एक दुईवटा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि अब केही समय पछाडि या केही वर्ष पछाडि, यति नै वर्ष भनेर त नतोक्न सक्छ नि। अब जस्तै मानौ ए वर्ष पछाडि भनौँ। ए वर्ष पछाडि भन्यो भने अब यो नेपालीमा भयो भनेर तर्सिनु परेन। ए वर्ष पछाडि एक कसरी सोध्न सक्छ त, आफ्टर भनेर सोध्न सक्छ, हेन्स भनेर सोध्न सक्छ, लेटर भनेर सोध्न सक्छ। यो भन्यो भने के त पछाडि भने हो नि, यो तीनटै वर्डले त्यही बुझाउँछ नि। जस्तै अहिले बाउको उमेर एक्स छ भने ए वर्ष पछाडि, ए भनेको नि उमेर हो। जस्तै ए को ठाउँमा 1 राखी हेरौँ, 1 2 3 जति नै हुनसक्छ नि। ए भनेको 1 भयो भने 1 वर्ष पछाडि भनेको 1 वर्ष पछाडि, जस्तै अहिले एक्स छ भने 1 वर्ष पछाडि कति हुन्छ त, 1 ले बढ्छ भनेको मतलब +1 होला 1 वर्ष भयो भने। अब ए वर्ष भयो भने कति त एक्स प्लस ए। अब यदि एउटा कुरा बुझौँ है त, यदि बाउको उमेर ए वर्षले बढ्छ भने त्यतिन्जेलसम्म छोरा त नबढी त बस्दैन होला, छोरा पनि कति त त्यति नै एजले बढ्छ नि। भनेपछि छोराको उमेर कति हुन्छ वाई प्लस ए। यो के त पछाडि भन्यो, हेन्स, आफ्टर हैन त, लेटर भन्यो भने यसरी गर्नु पर्यो। अब यस्तै गरी के सोध्न सक्छ अर्को हो भन्दाखेरि यसो हेर्नु त, यस्तै गरी हामीलाई के सोध्न सक्छ त, ए वर्ष अगाडि पनि त भन्न सक्छ नि। अगाडि भनेपछि हेर्नु त के भन्न सक्छ त, बिफोर भन्न सक्छ, या अगो भन्न सक्छ, या अर्लियर भन्न सक्छ। जे भने पनि कुरा एउटै हो, भनेको मतलब अगाडि। ए वर्ष अगाडि भनेको जस्तै मानौँ न के त 5 वर्ष अगाडि भन्यो भने कति हुन्छ त, अगाडि भनेपछि उमेरबाट त घट्छ होला नि त। भनेको मतलब अहिले बाउको उमेर एक्स छ भने अब केही वर्ष अगाडि, जस्तै ए वर्ष अगाडि कति हुन्छ एक्स माइनस ए भने अब बाउको उमेर घटिसकेपछि छोराको नघट्ने त हुँदैन होला। भनेको मतलब छोराको पनि कति हुन्छ वाई माइनस ए। ल एजसँग यसरी क्वेसन सोध्न सक्ने भयो। अब अरू अरू एजमा के सोध्छ भनेर है त, क्वेसनले के भनेर दिन्छ। ल बाउको उमेर एक्स छ र बाउ र छोराको उमेरको गुणनफल भनेको सर्टेन एउटा नम्बर छ। जस्तै अहिले एक्जाम्पलको लागि 120 छ भनेको मतलब दुईटा उमेर के त गुणन गर्दाखेरि चाहिँ गुणनफल भनेर सोध्ने भयो। अब त्यसै प्रोडक्ट भनेर सोध्छ। यसलाई इङ्ग्लिसमा के भन्छ त, द प्रोडक्ट अफ एज अफ फादर एन्ड सन इज 120 भनेर सोध्न सक्ने भयो। भनेपछि दुईटा मल्टिप्लाई गर्दा 120 आउँछ अरे। त्यसै गरी दुईटाको के त सम भन्न सक्ने भयो। सम भनेको के त एक्स र वाई जोड्ने भनेको हो। सम भनेको हामी योगफल भन्छौँ, योगफल भनेको के त जोड्ने भनेको नि। अब जोड्दाखेरि जस्तै कहिले के भन्न सक्छ त, दुईजना बाउ छोराको उमेर जोड्दा 60 भन्न सक्छ। कहिले काहीँ के त दुईजना बाउ छोराको उमेर घटाउँदाखेरि 30 भन्न सक्छ। यस्तो यस्तो टाइपको चाहिँ भयो भनेको। ल यसलाई डिफरेन्स भन्ने भयो। जोड्नेलाई हामी के भन्छौँ त सम, घटाउनेलाई के भन्छौँ हामी डिफरेन्स, मल्टिप्लाई गर्नेलाई हामी के भन्छौँ प्रोडक्ट। नेपालीमा प्रोडक्ट भनेको गुणनफल, सम भनेको योगफल, डिफरेन्स भनेको फरक। यसरी दिन सक्छ। यति कुरा हाम्रो एज रिलेटेड प्रब्लममा सोध्ने भयो। अब एक दुईवटा क्वेसन अलिकति एउटा टफ क्वेसनै गरौँ, त्यस पछाडि इजी क्वेसन त युँ गरिन्छ हैन त। ल ओके, अब हामी एउटा क्वेसन गर्छौँ एज रिलेटेड प्रब्लम हामी गर्ने भयो।
हेरौँ त अब के छ भन्दाखेरि क्वेसनले के भनेको छ यतातिर क्वेसन देखिरहेको होला नि हैन त त्यहाँ राखौँला नत्र यहाँ म क्वेसन सरसर्ती भनिदिन्छु क्वेसनले के भनेको छ दुईजना दाजुभाइ छन् रे हैन त ओहो खतमै भयो क्या हो ल एउटा दाजु छ यो त्यस पछाडि यता के छ त यो सानो चाहिँ भाइ भयो हैन यो दुईजना के भयो त दाजुभाइ भयो अब के भनेको छ भन्दाखेरि दुईजना एउटा यो जेठो दाजु भयो यो कान्छो भाइ भयो के भनेको छ भन्दाखेरि यिनीहरू दुईजना दाजुभाइको चाहिँ के भनेको छ त अहिलेको उमेर अहिलेको भनेको प्रेजेन्ट एज भनेको यो दाजुको छ अरे 13 वर्ष भाइको छ अरे 7 वर्ष हैन त 13 वर्षको दाइ छ भाइ छ 7 वर्षको क्वेसनले के सोधेको छ भन्दाखेरि यता हेरौँ एक्स वर्ष पछाडि तिनीहरूको उमेर कति हुन्छ भनेर आइमा सोधेको छ एक्स वर्ष पछाडि भनेपछि आफ्टर एक्स इयर्स केही वर्ष पछाडि अघि भर्खर गरेको याद आउँदा एक्स वर्ष अघि हामी ए वर्ष पछाडि भनेको थियो एक्स वर्ष पछाडि कति हुन्छ त भनेको मतलब दाजु कति त एक्स वर्षले बढ्छ बढ्नु भनेको के त यो दाइ भनेको कति भयो त ल एल्डर ब्रदर गर्यो एल्डर मात्र लेखेँ है त मैले कति हुन्छ 13 मा कति जोडिन्छ एक्स जोडिन्छ यङ्गर लेखेँ यो भनेको कान्छो भाइ भनेको कति त यो बढ्दाखेरि यो नबढी बस्छ त बस्दैन नि त हो भनेपछि 13 प्लस एक्स र 7 प्लस एक्स चाहिँ हुने भयो ल यति बुझ्यो यस पछाडि के भनेको छ क्वेसनले अब यति लेख भने हो आइमा 1 मार्क्स यति लेख्यौ 1 आयो अब त्यस पछाडि अर्को सेकेन्ड क्वेसनमा यसको के भनेको छ भन्दाखेरि ल हैन मैले बुझिसकेँ ल छोड्नु अब यसकै टुमा के भनेको छ त आफ्टर एक्स इयर्स भनेको एक्स वर्ष पछाडि दुईटाको एजको जुन गुणनफल छ नि त्यो चाहिँ के हुन्छ अरे 200 कति 80 भने हो एक्स वर्ष पछाडि चाहिँ उनीहरूको एजको मल्टिपल या प्रोडक्ट या गुणनफल चाहिँ कति 280 हुन्छ भनेको मतलब एक्स वर्ष पछाडि उमेर यति हो यो दुईटा के त गुणन गर्दाखेरि भनेको मतलब कति त 13 प्लस एक्स र बुझौँ 7 प्लस एक्स गुणन गर्दाखेरि चाहिँ कति हुन्छ अरे 280 हुन्छ अरे है त यो भइसकेपछि यसो याद गरौँ अब हामीलाई यो गर्न आउँछ नि ए प्लस बी यस्तो छ भने के गर्थ्यौँ त गुणन गर्थ्यौँ होला यसले यसलाई पनि गुणन गर्नु पर्यो मात्र गरेर भयो भएन यही 13 ले फेरि कता एक्सलाई पनि गुणन गर्नु पर्यो त्यो सकिसकेपछि एक्स ले 7 लाई फेरि यसरी है त पहिला गरौँ 13 × 7 भने कति हो त 7 यहाँ 21 भनेपछि 7 एकान 7 8 9 91 हुँदो रहेछ हो प्लस 13 × एक्स भने कति 13 एक्स प्लस अब यहाँ एक्स ले यसलाई गर्नु पर्यो हैन त एक्स × 7 भने कति 7 एक्स होला प्लस प्लस के प्लस प्लस भएपछि यहाँ चाहिँ टाउको दुखाउनु पर्दैन साइनमा माइनस भयो भने भिलेन हो त्यो त्यतिखेर चाहिँ याद गर्नु पर्यो है त एक्स × एक्स कति भयो त यसरी गर्दा एक्स × एक्स भनेको कति हो त एक्स को पावर 1 × एक्स को पावर 1 हो नि यो भनेको के त एउटै आधार छ भने पावर जोडिन्छ एक्स स्क्वायर हुन्छ एउटै बेस छ भने यो कुरा त लाटोलाई पनि थाहा हुनुपर्ने हो हैन त ल अब यो हेर्दाखेरि कहाँबाट वर्ग समीकरण जस्तो देखियो क्वाड्रेटिक इक्वेसन त यस्तो हुँदैन भन्ने लागिरहेको हुन सक्छ किन त क्वाड्रेटिक इक्वेसन भने हामीले के पढ्यौँ त ax स्क्वायर प्लस bx प्लस c = 0 कहाँ छ त्यहाँ ax स्क्वायर bx कहाँ छ मिलेर आएको छैन सबै कुरा मिलेर आउँछ भन्ने छ त छैन ल अब यो भइसकेपछि एक्स स्क्वायरलाई अगाडि ल्याउँ यसरी मिलाउँदाखेरि पावर हाईएस्ट पावर जति छ जस्तै एक्स को स्क्वायर छ भने स्क्वायर क्यूब भएको भए यो भन्दा अगाडि आउँथ्यो अब त्यस पछाडि एक्स को पावर 1 13 र 7 दुईटै प्लस एक्स प्लस छ भनेपछि 13 7 ले कति भयो त 21 भयो होला हैन 20 भयो कहाँ 21 हुनु हैन त 13 7 ले 20 भयो भनिसके पछाडि यो आउँछ यता आउँदाखेरि यो प्लस 91 त यहाँ छँदैछ माइनस 280 हुन्छ किन बुझिन्छ है यो यता आउँदा या त्यो भनेकै के हो त दुवै साइडमा हामी कति त 280 घटाउँछौँ यता 280 घटाएपछि 0 हुन्छ यता पनि 280 घटाउँदा -280 गरेको त्यो हो अब भनेको यसलाई यता ल्याउँदा भनेर बुझौँ न अहिले सरसर्ती बुझ्नलाई हैन त एक्स स्क्वायर प्लस 20x अब -280 प्लस 91 भने कति हो त 280 - 91 भने हो नि अब 10 बाट 1 घटायो कति 9 भइहाल्यो यो भने 7 7 बाट 9 घट्छ घट्दैन भनेपछि यहाँबाट एउटा पठाउनु पर्यो कति गर्नु पर्यो त 17 बाट के घटाउनु पर्यो 9 घटाउनु पर्यो 17 बाट 9 घटाउँदा कति 8 होला हैन त यति भइसकेपछि यहाँनिर कति बाँकी बस्यो 1 189 बस्दो रहेछ -189 = 0 अब यो आयो नि अब ax स्क्वायर a को ठाउँमा 1 छ प्लस bx अनि प्लस c को ठाउँमा -189 छ ल यति गर्दाखेरि यहाँबाट यसलाई सल्भ गर्नलाई सकिन्छ नि ल सकिदैन भने पनि के गरौँ त
हामी फ्याक्टराइज गर्दाखेरि पनि भयो। या अब हामी मैले सरसर्ती छिटो गर्नको लागि के गरेँ, यसलाई फर्मुला लगाएँ है त। फर्मुला लगाउँदा हाम्रो फर्मुला के हो रे, फर्मुला त हाम्रो के हो, कम्पेयरिङ विथ के गरौँ पहिला ax स्क्वायर प्लस bx प्लस c इक्वल टु 0। यो र यो हेर्दा उस्तै उस्तै देखिन्छ, फरक त छ अफकोर्स, तर एउटै हो नि, यो नि क्वाड्रेटिक इक्वेसन हो। क्वाड्रेटिक इक्वेसनसँग हामीले कम्पेयर गऱ्यो भने के पाउँछौँ त, हामीले के पाउने भयौँ, हामीले पाउँछौँ के त, a को ठाउँमा यहाँ कति छ, यो र यो कमन, एक्स स्क्वायरको अगाडि केही छैन, मतलब a भनेको कति रहेछ 1 रहेछ। bx छ, b को ठाउँमा कति छ हेर्नु न, x छ भनेपछि अगाडि कति छ 20 छ, b भने 20 भयो। c भनेको हेरौँ त, यहाँ प्लस छ यहाँ माइनस छ, फर्मुलामा प्लस हुँदा यहाँ कहाँबाट माइनस आयो भन्ने त होइन, किन भ्यालु पनि त माइनस हुन सक्छ नि। यो राख्यौँ भने हाम्रो क्वाड्रेटिक फर्मुला के अरे, x इक्वल्स टु माइनस b प्लस माइनस रुट अन्डर b स्क्वायर माइनस 4ac अपन 2a। हामीले यो डिराइभ पनि गरिसक्यौँ, कसरी आयो भनेर पनि बुझाइसक्यौँ, त्यो डिस्क्रिप्सनमा छ, गएर हेर्न सकिन्छ है त। ल यति गरिसकेपछि x इक्वल टु कति भयो, माइनस b भनेको कति त माइनस 20 होला, प्लस माइनस रुट अन्डर b स्क्वायर भने कति त 20 को स्क्वायर माइनस 4 भने 4 भइहाल्यो, a भने कति 1, c भने कति माइनस 189 हो, डिभाइड बाई कति गरौँ, यसलाई x लाई तल सारेँ मैले, यहाँ तल कति छ 2 इन्टु 1। ल अब हिसाब गर्न सकिन्छ नि। ल हिसाब गर्दाखेरि कसरी गर्नु पर्यो भन्दाखेरि कहाँ छ डस्टर, यता छ। ल यसलाई एकछिन मेटौँ है त, यो नचाहिने कुरो चाहिने कुरो, त्यही पनि अहिलेलाई नचाहिने कुरो यता राखौँ। अब यसलाई मैले यहाँ ल्याएर सल्भ गरेँ। ल यहाँबाट कहाँ आयो त, यो यता माथि आयो भने बुझ्नु पर्यो। अरू कहाँ यो यो ओके, केही फरक पर्दैन, चलेगा चलेगा, बुझ्नेले बुझिसक्यो नि त कुरो होइन त। ल कन्टिन्यू है नि त। एक्स इक्वल्स टु हेर्नु त, एक्स इज इक्वल टु कता भयो, हो लाइनले तनाव दिन्छ क्या, माइनस 20 भनेको माइनस 20 प्लस माइनस रुटभित्र, ल यसलाई पनि यसो खाँदौँ होइन त, रुटभित्र 20 को स्क्वायर भने कति 400। अब माइनस माइनस यहाँ माइनस इन्टु माइनस के प्लस 189 इन्टु 4 भनेको त गर्न सकिन्छ नि, कति हो त, क्यालकुलेटर थिच्दा नि भयो, क्यालकुलेटर भन्दा बेटर हातले गर्दा राम्रो। 9 फोजा कति 36 होला होइन त, 8 चौको 32, 32 प्लस 3 ले 35 होला, भनेपछि यहाँ कति आयो 3 आयो, 4 एक 4, 4 3 7, 756 भन्ने कुरो आयो यतातिर त। ल 2 इन्टु 1 भने 2 भइहाल्यो, यसो याद गरौँ त, माइनस 20 प्लस माइनस यो भनेको त कति 7 4 ले कति 8 9 10 11, 1156 डिभाइड बाई कति 2। अब माइनस 20 प्लस माइनस रुट अन्डर 1156 भने कतिको स्क्वायर हो त हाम्रो, यो भने कति हो त 34 को हो होइन, यो भने 2, यसो याद गरौँ त। ल यहाँ आयो के दुईटा भ्यालु आयो, एउटा प्लस एउटा माइनस, भनेको मतलब यसरी प्लस माइनस आयो भने के भने एकचोटि प्लस लिएर गर्ने, अर्कोचोटि माइनस लिएर। ल एकचोटि प्लस लिएर गरौँ है त, टेकिङ प्लस भिई भनेको मतलब पोजिटिभ धनात्मक होइन त, प्लस वाला मात्र लिने भने माइनस साइनलाई हटाइदिने, माइनस 20 प्लस 34 बाई 2, माइनस हटाउने भनेको मतलब यो माइनस चाहिँ हटाउने, यताको हटाइदिएला र फेरि समस्या है त। माइनस 20 प्लस 34 भने कति त 14, 14 बाई 2 भने कति हो 7 होइन त। अर्को आउँछ हेर्नु त, नेगेटिभ लिँदाखेरि माइनस पनि त लिनु पर्यो, दुईटा साइन छ भनेपछि एक्स इज इक्वल टु माइनस 20 माइनस 34 डिभाइड बाई 2, यो भने कति 34 र 20 ले कति भयो 54, 54 डिभाइड बाई 2 भने कति हो त 27, त्यो पनि कतिमा आयो माइनसमा। खासमा यो नगरे नि फरक पर्दैन, किन अब उमेरको कुरा आइरहेछ, माइनस 27 भने के त मिल्छ त उमेरमा, उमेरमा माइनस आयो नि त, माइनस 27 वर्षको मान्छे देख्नु भएको छ त छैन नि, बरु यहाँ 7 वर्षको मान्छे देख्न सकिन्छ, माइनस 27 भने त 0 भन्दा नि तल गयो, भनेपछि यो एउटालाई यसरी चट्ट काटौँ, यसरी चाहिँ एक्जाम कपीमा चाहिँ नकाट्नु होला, यो भ्यालुलाई हामी के त नेग्लेक्ट गर्छौँ भनेर लेख्नु पर्यो। भनेपछि उमेर कति रहेछ 7 वर्ष पछाडि, आफ्टर एक्स इयर्स भनेको छ नि, एक्स भने कति रहेछ 7 भनेको, अब दाइ कति रहेछ 13 प्लस एक्स भने कति त कति भयो त 13 प्लस 7, 13 7 ले कति 20 वर्षको दाइ रहेछ, भाइ भनेपछि कति हुनु पर्यो 7 प्लस 7 हुनु पर्यो, कति भयो त 7 प्लस 7 14, 20 र 14 रहेछ दुईटाको उमेर भनेर यहाँबाट थाहा भयो। ल यति नै गरौँ, योभन्दा बढी नगरौँ, धन्यवाद।